ओपनिङ ब्याटर प्रसिद्ध जैसीको उत्कृष्ट शतकको मद्दतमा नेपालले मलेसियामा जारी एसएससी U16 इस्ट जोन क्रिकेट प्रतियोगितामा इन्डोनेसिया विरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ। क्वालालम्पुर स्थित शिलाङ्ग ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा 5 विकेट गुमाएर 420 रन बनायो। नेपालले उमेर समूहदेखि सिनियर टोलीसम्म कुनै पनि 50 ओभरको खेलमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा उच्च योगफल हो। साथै यो स्कोर प्रतियोगिताकै हालसम्मकै ठूलो लक्ष्य पनि हो। नेपालका लागि ओपनर प्रसिद्ध जैसीले 114 बलमा 15 चौका र 1 छक्का प्रहार गर्दै 132 रनको शतकीय पारी खेले। अर्का ओपनर परिमार्जन यादवले तीव्र गतिमा 28 बलमै 7 चौका र 8 छक्का सहित 71 रन जोड्दै सुरुवातमा आक्रामक आधार तयार पारे। त्यसपछि रौनक श्रीवास्तवले 71 बलमा 8 चौका र 2 छक्का सहित 88 रन बनाए। जोय थापाले पनि 41 बलमा 57 रनको महत्त्वपूर्ण योगदान दिए। पहिलो विकेटका रूपमा जैसी र यादवले 130 रनको साझेदारी गरे। दोस्रो विकेट 151 रनमा पतन भए पनि त्यसपछि प्रसिद्ध र रौनक बीच 148 रनको शानदार साझेदारी बन्यो। यस खेलमा नेपालले जित निकाल्ने पक्का जस्तै छ। नेपालले यसअघि सिङ्गापुरलाई 5 र जापानलाई 9 विकेटले हराएको थियो। U16 इस्ट जोन कपमा नेपाल सहित 10 टोली सहभागी छन्। नेपाल रहेको समूह ए मा सिङ्गापुर, इन्डोनेसिया, जापान र भुटान रहेका छन्। नेपालले अब समूह चरणको अन्तिम खेल भुटानसँग खेल्ने तालिका छ। हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल 5 जुलाईमा हुनेछ। यस प्रतियोगितामा देखिएको नेपालको आक्रामकता, अनुशासन र सामूहिक प्रदर्शनले उमेर समूहमा सशक्त क्रिकेट संरचना निर्माण भइरहेको संकेत दिएको छ। प्रसिद्ध जैसी, परिमार्जन यादव, रौनक श्रीवास्तव, जोय थापा, विपिन शर्मा जस्ता युवा खेलाडीहरूले देखाएको क्षमता नेपाली क्रिकेटको भविष्य उज्यालो बनाउने सम्भावना बोकेको छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।